नीति तथा कार्यक्रममा नयाँ कुरा छैन, यो पुरानै कुरा दोहोऱ्याएको छ। जस्तो केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको बेला 72 सालमा ट्विन हटाउने भनेर उल्लेख थियो, निर्णय पहिलो मन्त्री परिषदको निर्णय थियो त्यो। अब अहिले कति उहाँ तेस्रो चौथो कति पटक प्रधानमन्त्री हुनुभयो, 10 वर्षपछि आएर ट्विन हटाउने भनेर लेखिएको छ। भनेपछि पहिला चाहिँ उहाँले निर्णय गर्नुभएको किन कार्यान्वयन भएन? त्यत्रो पटक दोहोऱ्याइ तेह्रै प्रधानमन्त्री हुनुभयो र शहीद र घाइतेहरूको सपना पुरा गर्ने रे। शहीद र घाइतेको सपना के हो त? पहिला त्यो स्पष्ट हुनु पर्यो नि। शहीद र घाइतेहरूको सपना भनेको विद्यालय शिक्षा निशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निशुल्क, स्वास्थ्य उपचार निशुल्क, देशभित्र रोजगारी, नेपालीको सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने, व्यक्तित्व विकासमा समान अवसर, यी विषयहरू हो भनेर नीति कार्यक्रममा ल्याउनु पर्यो नि। शहीदको सपना पुरा गर्ने, घाइतेको सपना पुरा गर्ने, यस्ता अमूर्त कुराले देश कहीँ जाँदैन। र साथसाथै प्रजातन्त्र र लोकतन्त्रको अर्थ आर्थिक समानता, सामाजिक न्याय हो। विदेशी पुँजी ल्याएर त्यसलाई आयकर भन्सार सुविधा दिने, त्यो चाहिँ प्रजातन्त्र होइन। त्यो त गाई मारी बाघ पोस्नु हो। नेपालीलाई शोषण गर्नलाई विदेशी पुँजीलाई आऊ भनेर बोलाउनु नेपालको हित हुँदैन र प्रजातन्त्र पनि होइन, यो निरङ्कुशतन्त्र हुन्छ। त्यस्तै अब नीति कार्यक्रममा सार्वभौमिकताको रक्षा, भू अखण्डता, सीमा सुरक्षा भनेर उल्लेख छ। यहाँ यो वाचन भइरहँदा दार्चुलामा त नेपाली भूमि भारतले मिचिरहेको थियो त, के को सार्वभौमिकता र सीमा सुरक्षा भयो? बोल्डीमा हुन्छ सुगा रताई गरेर। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले त आफ्नो उपस्थिति देखाउनु पर्यो नि, हाम्रो भूमि किन मिचेको हो भनेर। र त्यसपछि अर्को 70 बिघा यो गिरिबन्धु चिया बगानको 70 बिघा जमिन कमिसन खाएर बेच्यो भनेर केपी ओलीजीले नेपाली कङ्ग्रेसले बेच्यो भन्नुभयो के? आज उहाँ आफै प्रधानमन्त्री, त्यो 70 बिघा गिरिबन्धु चिया बगानको फिर्ता आउँछ कि आउँदैन? कमिसन खाएर बेच्नेलाई कारबाही हुन्छ कि हुँदैन? खोइ नीति कार्यक्रममा। त्यसपछि अब पूर्व गभर्नरको एउटा भनाइ बाहिर आयो, यो गभर्नर नियुक्तिको लागि 1 अर्बको लेनदेन भइरहेछ, 40 अर्ब पेस्की भयो भनेपछि त्यो को हो लेनदेन गर्ने? खोइ कारबाही गर्ने भनेर कसैले बोलेको देखिएन सरकारका मान्छेहरूले। त्यसपछि ट्रङ्क लाइन र डेडिकेटेड लाइनको बिजुली महसुल उठाएकै छैन। अहिले पहिलाको प्राधिकरणको कार्यकारी प्रमुखले धेरै नाफा भएको, अरबौँ अरब नाफा भएको भन्यो, अहिले 10 अर्ब घाटा छ भन्यो अहिलेको कार्यकारी प्रमुखले। सत्य के हो यो बाहिर आउनु पर्यो। र साथसाथै भ्रष्टाचारीहरूलाई कारबाही नगर्ने, महसुल नतिर्ने, आयकर नबुझाउनेहरूलाई कारबाही नगर्ने हो भने यो त चोरलाई चौतारो जस्तो हुने भयो सरकारको काम। अब राजतन्त्रको बारे पनि कुरा धेरै उठ्यो यहाँ। राजतन्त्र भनेको वर्गीय रूपले सामन्त वर्गको प्रतिनिधित्व गर्छ र अहिले राजतन्त्रको कुरा गर्नु केटाकेटीको बेला लगाएको लुगा ठुलो हुँदा ठिक हुन्न भने जस्तै हो, त्यो अहिले उपयुक्त होइन। र साथसाथै अब पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अरबौँ अरब भ्रष्टाचार भयो भन्ने आएको छ। यहाँ नीति कार्यक्रममा भ्रष्टाचार यो विषय छानबिन गर्ने कुरा आएको छैन। र त्यस्तै सम्भावना नभएका र त्रुटिपूर्ण परियोजना हटाउने भनेको छ। कसले बनायो त्यस्तो सम्भावना नभएको त्रुटिपूर्ण आयोजना? त्यसको तिनीहरूलाई जवाफदेही बनाउनुपर्छ। र नेपालको नदीनाला भारतको साझा हो, जलविद्युत परियोजना सबै भारतलाई दिने, अनि नेपालमा लोड सेडिङ गर्नलाई भारतबाट 600 मेगावाट महँगोमा किन्ने, यस्तो बुद्धि कसले ल्यायो? हाम्रो नदीनाला भारतलाई दिने सम्झौता खारेज हुनुपर्छ। स्वास्थ्य बिमा नपाएका अस्पतालहरूलाई अरबौँ रुपियाँ भुक्तानी दिनुपर्ने, सरकारलाई तत्काल भुक्तानी दिनुपर्छ। यी विषय हामीले आज उठायौँ। धन्यवाद। यो त तपाईको चाहिँ भ्रष्टाचारले त मुलुकै चाहिँ ध्वस्त पारिहाल्यो नि। भ्रष्टाचार सत्तामा शक्तिमा बस्नेले नै गरिरहेका छन्। अरू तलका कर्मचारीको त कुरै छाडिदिनुहोस्। जो चाहिँ राष्ट्रको
जनताको चाहिँ काम गर्ने भनेर नेपाली जनताबाट चाहिँ स्वीकृति लिएर बसेका छन् उनीहरूले नै ठुला ठुला डरलाग्दा भ्रष्टाचार उनीहरूले गरेका छन् र आज राष्ट्र चाहिँ रसातलमा डुबिरहेको छ। लोकतन्त्र गणतन्त्र असाध्यै तपाईँको चाहिँ भडखारमा पर्ने स्थिति छ। एउटा कारण के हो भने भ्रष्टाचारै हो। त्यो 47 सालदेखि सत्तामा शक्तिमा आएका प्रशासनमा बसेका अनि सामाजिक उमा आएकाहरूको सम्पत्ति चाहिँ छानबिन गरौँ न भन्दा चाहिँ हुन्न भन्दैनन्। त सम्पत्ति छानबिन गरौँ त नेपाली जनताले थाहा पाउँछ को कति पानीय रहेछ भनेर। राष्ट्रिय जनमोर्चा नि त तपाईँको चाहिँ अब लगातार संसदमा छ त, सत्तामा नि गएको थियो। लेखा समितिको सभापति म भएको थिएँ, उपप्रधानमन्त्री भएको थिएँ 10 महिनासम्म। त्यस कारणले राष्ट्रिय जनमोर्चाको बाटो किन हिँड्दैन यो अरू पार्टीहरू? हामीलाई त भएको छ त भ्रष्टाचार नगरी पनि, घुस नखाए नि त हामीलाई त भएको छ। तपाईँले भन्न सक्नुहुन्छ राष्ट्रिय जनमोर्चाका सांसदहरू नेताहरूले घुस खाएका छन्, भ्रष्टाचार गरेका छन्, तपाईँले भन्न सक्नुहुन्छ? यही मैले देखिरहेको छु चाहिँ कुरा ठुल्ठुला गर्छन्, त्यहाँ भित्र बसेर उनका आदर्श उनका सिद्धान्तका कुरा गर्दाखेरि 3 छक पार्छन्, तर भ्रष्टाचार गर्नमा कोही भन्दा कोही कमी छैन। यही भ्रष्टाचारको कारणले यसकालका कारणले चाहिँ गणतन्त्र लोकतन्त्र तपाईँको चाहिँ अप्ठ्यारामा परेछ। प्रतिगामीहरूले चाहिँ औँला ठडाएको पनि यिनैका भ्रष्टाचारका कारणले जनतामा नैराश्यता छ। त्यस कारणले जनताले पुनरुत्थानवादीहरू आए पनि हुन्छ भन्नुको पछाडि मूल जरो चाहिँ भ्रष्टाचारै हो। कहाँ छैन भ्रष्टाचार? भैरवाको पोखरा मात्रै कुरा के गर्नु, जहाँ पनि भ्रष्टाचार छ नि। भ्रष्टाचारले व्याप्त छ। राजनीति गर्ने भनेको त राष्ट्र र जनताको लागि हो नि त। जसले राजनीति गर्ने भनेको कमाउन लुट्नै चाहिँ राजनीति गर्ने हो भने त अनि जनताले चाहिँ के गर्ने? यत्रो 2025 दरले चाहिँ नयाँ पिँढी भागै छ। यहाँ पहाडतिरका चाहिँ खेतबारी जानु सबै बाँझा छन्। यहाँ हामीले बहुराष्ट्रिय कम्पनीबाट खाद्यान्न ल्याउँछौँ, यहाँ करोडौँ अरबौँ रुपियाँको। भनेपछि त देश त अधोगतितिर गइरहेछ। त्यस कारणले नेपाली जनतालाई तपाईँहरूको यो मिडियाहरू मैले के भन्छु भने कमसेकम लोकतन्त्र छ र गणतन्त्र छ र चाहे प्रधानमन्त्री चाहे जोसुकै होस् उनीहरूको बारेमा चाहिँ मैले आफैले नि भन्न फर गरेँ त। यदि प्रतिगामीहरूको सत्ता भएको भए सकिन्थ्यो। त्यस कारणले देश बन्नलाई नेता सचेत हुनुपर्छ, चरित्रवान हुनुपर्छ, जनता पनि सजग हुनुपर्छ। जनताले बारम्बार चाहिँ चुनाव आए उनीहरूलाई भोट दिएर पठाउने अनि उनीहरू सत्ता आएर देश लुट्न थाल्छन् अनि दुईटा हातले मोहर हाल्ने। त्यसो भए देश बन्न सबभन्दा पहिले नेता आदर्श सिद्धान्तवादी हुनुपर्छ। दोस्रो कुरा मिडियाले पनि दुधको दुध पानीको पानी तपाईँको चाहिँ जनतालाई सञ्चालन गर्नुपर्छ। र अर्को कुरा यही लोकतन्त्र गणतन्त्रमा जसले घुस खान्छ, भ्रष्टाचार गर्छ, राष्ट्रघात गर्छ त्यसलाई जनताले सजाय दिन यही लोकतन्त्रमा जनताले पाउँछन्। तर जनता कसै न कसैको दाह छन्, कृतदाह छन्। घुमाइ फिराइ फेरि उनीहरूकै दासत्वमा हुन्छन् र बारम्बार चाहिँ सजाय भोगिरहेका छन्। यत्रो नाफामा गएको रातारात कसरी घाटा आउँछ? ल भन्नुहोस्, त्यति ठुलो नाफा कमाइरहेको संस्था रातारात घाटा आउँछ? त्यहाँ भ्रष्टाचार थियो, त्यो भ्रष्टाचार चाहिँ सार्वजनिक भएको थिएन होइन। आफ्नै स्वार्थ छन् राजनीतिक पार्टीहरूले। त्यो चाहिँ कुनै संस्थामा, विद्युतमा नभनौँ, विभिन्न संस्थामा आफ्नो स्वार्थ पुरा गर्ने मान्छे राख्न चाहन्छन्। अहिले यही तपाईँको चाहिँ यो भन्नु न, ब्याङ्कको कुरा भन्नु, ब्याङ्कको तपाईँको चाहिँ यो राख्नलाई चाहिँ कति हानथाप भइरहेको छ। यो राष्ट्र ब्याङ्कको गभर्नर राख्नेमा चाहिँ कुन हारालुची भएको छ खुलेआम जनताले थाहा पायो। कुरा मिलेको छैन। त्यहाँ कुनै संस्थामा बस्ने कर्मचारीले चाहिँ त्यो जसले भर्ना गरेको उसलाई कति दिन सक्छ, कति फाइदा पुर्याउन सक्छ। त्यसका कारणले मुलुक आज चाहिँ यस्तो अप्ठ्यारो स्थितिमा परेको छ।
होइन व्यवसायीबाट त अर्कै देब्रे हातले माग्छन् नि चुनावका बेलामा ऐसपछि त्यो त उनीहरूले देब्रे हातले माग्छन् नि। तपाईँ यहाँभित्र चाहिँ ठुल्ठुला तस्करहरू ठेकेदारका पैसाले जितेर आएका चाहिँ हुल्न छ। यहाँ राष्ट्र र जनताको बारेमा चिन्ता गरेको त्यस खालको चाहिँ काम गरेको तपाईँ अनुभव गर्नुभएको छ। 10औं करोड रुपियाँ खर्च गरेर तपाईँ चाहिँ जितेर आउने चुनावमा, अनि यहाँ आएपछि त्यो पैसा साउ ब्याज ठेकी कसैले उठाउनको लागि मन्त्री हुनुपर्ने। यदि मन्त्री भएन भने ऊ झुन्निएर मर्न खोज्छ, पार्टी नै छोड्न खोज्छ भनेपछि त यो संसदीय व्यवस्थाको यो दुर्गति हो। त्यही पनि निरङ्कुश व्यवस्थाको तुलनामा चाहिँ यो चाहिँ सीमित यो निरङ्कुश सत्ताको तुलनामा वैधानिक राजतन्त्र प्रगतिशील हुन्छ। वैधानिक राजतन्त्रको तुलनामा यो बुर्जुवा गणतन्त्र प्रगतिशील हुन्छ। त्यस कारणले अब अहिले यिनी प्रतिगामीहरूले किन जुलीमुली गरेका छन्, किन राजा फर्काउने चाहिँ यत्रो आँट गरिरहेछन्, किन आँट गरिरहेछन् भनेर भन्दाखेरि यहाँका शासकहरूलाई, यहाँका नेताहरूलाई खेलाउने शक्ति अन्तै छ। कुनै बेला बाबुराम भट्टराईजीले भन्नुभएको थियो नि, पूर्व प्रधानमन्त्रीले, साँचो त बाहिरै रहेछ भनेको के हो? जे गर्नुपर्छ यहाँ साँचो त बाहिरै रहेछ भनेको यहाँ चाहिँ किडाथल बनाउँछन् बाह्य शक्तिहरूले। एउटालाई ल्याएर यहाँ आफ्नो काम पट्याउँछन्, त्यसपछि त्यसलाई चाहिँ नाको स्यान फाल्छन् र अनि अर्को ल्याउँछन् आफ्नो काम गर्ने मान्छे। 22 अरब त सत्तामा शक्तिमा बस्नेले पहिले कसले खाइसकेका छन् नि। त्यो उसले त कला तिरेछ नि, उसलाई तिरेछ त ऊ बलियो भएर बसेको छ त। बग्यौताको रूपमा त पहिले शासकहरूलाई किनिसके, उनीहरूले दिइसके पैसा। त्यसो भए ती उनीहरूलाई पहिलेको यहाँ प्रधानमन्त्रीले भनेको छ नि लाइन खोलिदेऊ, किन लाइन काटेको भनेको सुन्नु भएन यहाँ संसदभित्र? त्यो जबसम्म नेता कुलमान र हितमानलाई यी कर्मचारीहरूलाई तपाईँको चाहिँ नि यो यिनलाई चाहिँ यस्तो अप्ठ्यारामा पार्नै हुन्न। यिनलाई जले खेलाएका छन्, यिनलाई जले चाहिँ उपयोग गरेका छन्। तिनी उन्नी जिम्मेवार त ल भन्नुहोस्। हो तपाईँको चाहिँ यहाँ राज्य सत्ताको महत्त्वपूर्ण ठाउँमा जो बसेको छ, त्यस कारणले चाहिँ कुलमानको कुरा गरेर हितेन्द्रको कुरा गरेर तपाईँले मेरो समय किन खानुहुन्छ? त्यो कुलमानलाई खेलाउने, हितेन्द्र खेलाउने, त्यो खेलाए बाबत आफ्नो निजी स्वार्थ पुरा गर्ने त सत्तामा छन्, शक्तिमा छन्। कोही प्रतिपक्षमा होलान्, कोही सत्तामा होलान्। आजको गर्जन सुन्नु भएन भित्र? सत्तामा बसन्जेरी विशुद्ध कमाउन र कमाउनै मात्रै पर्ने। हेर्नुहोस् है, राष्ट्र र जनताको लागि सिनको भाँच्न नपर्ने, सत्ताभन्दा बाहिर गएर अझ कार्ल मार्क्सको नाम लिएको नि सुने मैले त। कार्ल मार्क्सको सिद्धान्त के थियो? कार्ल मार्क्सको सिद्धान्त के थियो भने चाहिँ निजी सम्पत्तिको उन्मूलन गर्नुपर्छ र राज्य सत्ता चाहिँ शोषकहरूले शोषितलाई चाहिँ दबाउने हतियार हो, त्यसको अन्त्य हुनुपर्छ। यहाँभित्र पसेकाहरूले तपाईँ चाहिँ निजी सम्पत्तिलाई छोडेर राष्ट्र र जनताको लागि त्याग तपस्या गरेको तपाईँले देख्नुहुन्छ। यो लोकतन्त्र छ र मैले प्रधानमन्त्रीको कतिपय जिम्मेवार मान्छेहरूको नेताहरूको मैले यति भन्न पाएँ। पञ्चायत कालमा मैले यति भने मलाई झुन्न आउँथ्यो। आज एकजना चाहिँ सांसदले मैले भनेको सुने, हाम्रो शासन छँदा कसैलाई पक्राउँदैन तिमी, कसैलाई पिट्दैन तिमी, कसैलाई हातकडी लाउँदैन तिमी। मैले हातकडी राणाका शासनकालको चाहिँ हातकडी लाएर चाहिँ म बागलुङ जेलमा चाहिँ बसेको छु, हातकडी लाएर। मेरो कसुर के थियो भने लोकतन्त्र चाहिन्छ भने बापत मैले चाहिँ 9 महिना काल कोठरीमा बसेको छु। त्यो पनि 26 दिनसम्म मलाई कुटे के भनेर एउटा एजेन्ट तयार गरेर चीनबाट चाहिँ पैसा ल्याएर, चित्रबहादुरले चिनिया दूतावासबाट पैसा ल्याएर त्यो पैसा बाँडेर चाहिँ यहाँ कम्युनिस्ट बनाएको छ भन्न लाएर पञ्चायत कालका शासकहरूले, तिनी त मलाई त्यो गर्न त कति त मरिसके, कोही जीवित छन्। अब मैले आज कानले सुने हाम्रो शासनकालमा कसैलाई हातकडी लाइदैन थियो, कसैलाई थुनामा राखिँदैन थियो, मेरो अगाडि त्यो भनेर म आश्चर्य परेँ। त्यसो भएर
यो चाहिँ यी अहिलेका शासकहरूले जुन भ्रष्टाचार गरिरहेछन्, बदमासी गरिरहेछन्, मैले 79को संसदको पहिलो बैठकमा भनेको थिएँ, संसारका कहीँ पनि प्रतिगामीहरूले आफूले हिजो उपभोग गरेको स्वर्ग फर्काउनलाई जहाँ पनि कोसिस गर्छन्, तिनको त आफ्नो हुन्छ नै, तर यो लोकतन्त्र गणतन्त्रको लागि लडेका मैले औँलै देखाएर तपाईँहरूको कारणले चाहिँ यो लोकतन्त्र गणतन्त्र खतरा छ। बचाउने जनताले बचाउनुपर्छ, तपाईँ हामीले बचाउनुपर्छ। जुन होइन, सचिनुपर्छ। यो लोकतन्त्र खतम भयो भने त झन् हामी त अन्धकारमा जान्छौँ। यो लोकतन्त्र नभएपछि मलाई त्यति प्रश्न गर्ने तपाईँको आँट हुन्थ्यो, तपाईँहरूलाई झुन्ड्याउँथ्यो नि त होइन। हामीले त त्यहाँ लोकतन्त्र नहुँदाखेरिको पीडा त हामीले चाहिँ भोगेका छौँ नि त। कस्तो भयो, लोकतन्त्र मागेकै कारणले तपाईँको चाहिँ कति वर्ष जेल नेल खाए नेताहरूले। त्यसो भए त्यो जम्मै कुरा बिर्स्यो भनेर आज नेताहरूले जुन खालले राष्ट्र र जनताको पक्षमा काम गर्नुपर्ने हो त्यो नगरेका कारणले नेताहरू स्वयं भ्रष्ट भएको हुनाले हामीले भनिरहेका छौँ यो 47 सालदेखिको अहिलेसम्मको त्यो चाहिँ विभिन्न ओहदामा बस्ने र सत्तामा बस्नेहरूको सम्पत्ति सार्वजनिक गर्नु पर्यो। ल हिन्दू मैले अहिले चाहिँ सार्वजनिक गरिदिन्छु मेरो सम्पत्ति, भर्खर मेरो पछि हिँड्नु के छ र मेरो। म पनि त 4 चोटि सांसद भएँ, उप प्रधानमन्त्री भएँ 10 महिना 9 महिना, लेखा समितिको सभापति आएको थिएँ। मैले पनि पैसा चारिमान ठाउँ त थियो नि, तर हाम्रो पार्टीले यदि आफ्नो नेताले सांसदले मन्त्री भएको मान्छेले त्यसो गर्छ भने तुरुन्तै पार्टीबाट हटाइदिन्छ। तर यहाँ त जति भ्रष्टाचार गरेर नेतालाई लगेर कुम्लो बुझाउन सक्यो ऊ चाहिँ राम्रो, त्यसो भए देश बन्छ। त्यस कारणले जे भए पनि यो लोकतन्त्र गणतन्त्र धर्मनिरपेक्षतालाई हामीले यी नेताहरूका रिसले प्रतिगामीहरूलाई साथ दिन हुँदैन। तपाईँको लोकप्रिय चाहिँ मिडियाबाट यति प्रतिगमन भयो भने सबभन्दा पहिले मिडियाले हान्छ। जुन बेला 59 सालमा ज्ञानेन्द्रले सत्ता कब्जा गरे र सबभन्दा पहिले सेना चाहिँ कान्तिपुरमा गयो, कान्तिपुरले मलाई बोलायो, म उहीँ पुगेँ। उहाँ जाँदाखेरि सेनाले रिङ्ग घेरेका कान्तिपुरलाई भनेपछि हामी सबैले लोकतन्त्र गणतन्त्र जोगाउनुपर्छ। यसैको प्रयोग गरेर लोकतन्त्र गणतन्त्रलाई दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने, यिनीहरूलाई सजाय चाहिँ हामीले यही लोकतन्त्रभित्रबाट दिन सक्छौँ, दिनुपर्छ।